खोइ त्यो क्याप ताल देख्छ नि त क्याप काट्छ मेरो देखा खै यो भाउजूको पिङ्क कलरको ज्याकेट कहाँ छ किन हेर्नु पर्छ अनि यो मैले आउनु बस्नु बेबी पक्रिने हो मन पर्छ बेबी बाबा खै बाहिर आउनु भित्र होला न नमस्ते भन्छु कस्तो एनर्जी यति गर्दा भेना के भयो के भयो मैले क्यापै भेटिनँ पैसा पाउँछु भनेर नदिनु तिम्रो लागि त ल्याएकै छैन यहाँ डलर छ हुन्छ आउनु त त्यति यहाँ मसँग कति छ ए नाटक नपर्न कतिवटा इसको फुल भएको थियो ओइ म दिसिनु छर्किदिने हो छर्किने बारे नानीलाई चाहिँ मानमा चिची ब्राउनहरू हालिदिनु प्राउन तरकारीहरू पर्दैन होइन चिचीहरू राखिदिनु होइन दाइलाई पर्दैन त्यो राख्नु उता क्यामेरा ती हेर्छ उता हेर्छ यता गयो यता हेर्छ आज सुन्न नपाए चटाइ खाना त खाँदैन रहेछ दाना मैले नि खानुपर्छ दुध ल्याउनु दुध अलिक तताएर त्यसमै हाल्नुपर्छ दुध र चिनी गरेको खान्छ दुध थपिदिनु भेट्यो गरेर खानुपर्छ यसरी गरिहाल्नुपर्छ निकाल्दै
खाना त म धेरै फेरि यहाँ खाना त मम्मीले दिएको त खप्पाको थाप्छ त अब एकछिनमा छोडिहाल्छ मेरो खिच्दै भनेको गर्नुपर्छ पापाले बोलाउनु हुँदैछ है रातो पनि छैन क्याप पनि छैन राख्यो धोको माथि अनि क्याप थियो यहीँ रातो टोपी त माथि नै छ क्याप पनि क्याप खोजेको कहिले मुनिको सरा लड्को लाउनु मुनिको सरा लड्को लाउनु के तिमीसँग त लड्कै लड भयो मसँग त 1 रुपैयाँ पनि भएन अहिले किन नगर्नु न अहिले सबैले बोलाउनु चाहिँ आउनुहुन्न ल कता बिस्ने हुन्छ अहिले तिमीलाई तिमी हो मेरो हात त नसँग त किती सारा पण नसँग छ ब्युटिफुल सीधा राख्नु न अलिक सीधा यता हेर यता हेर सानो मान्छेको धेरै मन हुन्छ भनेको थियो छोटा प्याकेट बनाउँछ आयो आयो अब त ड्याम अबे के पुरै ठिक नै तरकारी हाल्नु पर्दैन आऊ उता आऊ मम्मी म गराइदिन्छु ल तातो पानी अरे के खानु बत्ती गायो 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 बत्ती गयो बत्ती छैन यहाँको बत्ती किन बन्द भयो बत्ती नै छैन बत्ती गयो बाटो छ